के तपाईलाई कुकुरले टोकेपछि वा चाटेपछि केही हुँदैन भन्ने लागेको छ? यदि छ भने यो सुन्नुहोस्। कुकुरले टोकेको छ भने यो सामान्य घाउ मात्र हो भनेर नसोच्नुहोस्। यो रेबिज हुन सक्छ। यो रोग लागेपछि संसारमा लगभग कोही पनि बाँच्दैन। यसलाई पानीदेखि डर लाग्ने रोग पनि भनिन्छ। रेबिज एक खतरनाक भाइरल रोग हो जो संक्रमित जनावरको टोकाइ वा र्यालबाट कुकुर, बिरालो, चमेरो हुँदै मानिसमा सर्छ। रेबिजको सबैभन्दा डरलाग्दो लक्षण भनेको पानीदेखि डर लाग्नु हो। अन्य लक्षणहरू भनेको ज्वरो आउने, टाउको दुख्ने, आक्रामक व्यवहार देखाउने आदिहरू हुन्। सबैभन्दा डरलाग्दो कुरा के हो भने एकपटक रेबिजको लक्षण सुरु भएपछि उपचार लगभग असम्भव छ। यदि कुकुर वा जनावरले टोकेको छ भने तुरुन्त 15 मिनेट साबुन पानीले घाउ धुनुहोस्। नजिकको अस्पतालमा गएर 24 घण्टाभित्र रेबिजको भ्याक्सिन लगाउनु पर्ने हुन्छ। अन्त्यमा रेबिज घातक रोग हो तर समयमै खोप लगाएर बच्न सकिन्छ। तपाईको काटेको घाउमा आएर कुकुरले चाट्यो भने पनि तपाईलाई रेबिज लाग्न सक्छ। त्यसैले आफ्नो घरको कुकुर बिरालोमा अनिवार्य रूपमा रेबिजको भ्याक्सिन लगाउनु होला। यो जानकारी अरूलाई पनि सेयर गर्नुहोस्।